Hello everyone, welcome to Pocket Tutor. यो चाहिँ हाम्रो Pocket Tutor को फर्स्ट भिडियो रहेको छ है। अहिले चाहिँ हामीले सुरुमा बिजनेस म्याथमेटिक्स 2 ब्याचलर लेभलमा पढ्न पर्ने BBA, BBA BI, BBA TT, BCIS, BCBBS अब अरु पनि जुन हाम्रो यो पोखरा युनिभर्सिटी, काठमाडौँ युनिभर्सिटी, त्रिभुवन युनिभर्सिटीहरुमा पढ्ने एउटा इम्पोर्टेन्ट सब्जेक्ट रहेको छ बिजनेस म्याथमेटिक्स 2। अब त्यो बिजनेस म्याथमेटिक्स 2 अन्तर्गतको हाम्रो युनिट 1 मा रहेको छ डेरिभेटिभ्स र त्यो डेरिभेटिभ्सबाट हामीले अहिले लिमिट अफ अ फंक्शन को कुनै क्वेशनहरु सल्भ गर्न जाँदै छौं। एक्जाम पोइन्ट अफ भ्यूबाट इम्पोर्टेन्ट क्वेशनहरु सल्भ गर्दै छौं है। फर्स्ट टाइम सल्भ गर्न लागेको क्वेशन छ 2020 को स्प्रिङमा सोधेको छ यसलाई एकचोटी अनि 2014 को फलमा पनि एकचोटी सोधेको छ है। अब यो एउटा क्वेशन सल्भ गरौँ। 2020 को स्प्रिङमा सोधेको छ, 2014 को फलमा पनि सोधेको छ। इम्पोर्टेन्ट क्वेशन छ है, सबैले ध्यान दिएर हेर्नु होला। अब यसमा चाहिँ हामीलाई के भनेको रहेछ त भन्दाखेरि इभ्यालुएट लिमिट x टेन्ड्स टु इन्फिनिटी रुट अन्डर x ब्र्याकेट रुट अन्डर x माइनस रुट अन्डर x माइनस a भनेको छ। अब यसलाई हामी सल्भ गर्नतिर लागौँ। सुरुमा लेखौँ सोलुसन। क्वेशनले के दिएको छ भन्दाखेरि लिमिट x टेन्ड्स टु इन्फिनिटी रुट अन्डर x ब्र्याकेट रुट अन्डर x माइनस a यो क्वेशन छ ल। अब यो क्वेशनलाई सल्भ गर्नुभन्दा अगाडि हामीले बुझ्नुपर्ने कुरा भनेको यो कुन फर्ममा छ त। यो क्वेशन फर्ममा छ। यो एउटा पार्ट, यो दुईटा सेक्रेट पार्ट, बिचमा प्लस माइनस अरु साइनहरु छैन, मल्टिप्लाई प्रोडक्ट रुल, प्रोडक्ट साइन छ यसमा। भनेपछि यसलाई हामीले के गर्छौं त भन्दाखेरि डिवाइडिङ न्युमरेटर एन्ड डिनोमिनेटर बोथ बाइ यो पार्टले गर्छौं, तर यो पार्टमा हामी माइनस राख्दा प्लस लेख्छौं। के गर्छौं अब हेरौँ है त। dividing NR and dr by root under x minus root under x plus x minus a। अब यसले हामीले तलमाथि नै मल्टिप्लाई गर्छौं। त्यो गर्दाखेरि कस्तो हुँदो रहेछ त लिमिट x टेन्ड्स टु इन्फिनिटी जस्ताको तस्तै लेख्दियौं। अब त्यसपछि सुरुमा रुट अन्डर x एट इट इज, त्यो पनि एट इट इज रुट अन्डर x माइनस रुट अन्डर x माइनस a। अब यसपछि हामीले के गर्ने भनेको थियौं, यसले मल्टिप्लाई गर्ने भनेको थियौं। अब त्यो गरौँ। रुट अन्डर x प्लस रुट अन्डर x माइनस a को होल अपन यही नै। अब यसलाई सल्भ गर्दाखेरि के हुन्छ त is equal to limit x tends to infinity यसलाई at it is राख्दिम, as it is राख्दिम। यो के फर्ममा आयो त भन्दाखेरि a minus b a plus b को फर्ममा छ कि छैन। यो भने के हुन्छ a स्क्वायर माइनस b स्क्वायर। त्यही गरौँ। रुट x इन्टु रुट x भनेको x हुन्छ, a स्क्वायर भयो। अनि यो भने b माइनस को ठाउँमा माइनस राखौं। b भने b स्क्वायर भनेपछि के हुन्छ x माइनस a हुन्छ। तर माइनसले गर्दाखेरि x को ठाउँमा x माइनस माइनस प्लस a यस्तो हुन जान्छ। को होल अपन यही नै भइहाल्यो। अब यहाँ सल्भ गर्न मिल्ने के छ त्यो सल्भ गरौँ। यो त क्यान्सल हुन्छ, यसलाई क्यान्सल गर्दियौं। अब फेरि यहाँ इज इक्वल टु अब के हुने भयो a रुट अन्डर x को होल अपन रुट अन्डर x प्लस रुट अन्डर x माइनस a। यो यति नै हुने भयो। अब यसलाई हामीले के गर्न सक्छौं त यहाँ हेरौँ है। इज इक्वल टु लिमिट x टेन्ड्स टु इन्फिनिटी चाहिँ लेख्न छुट्न भएन, यो चाहिँ लेख्न छुट्नै भएन, लेखिरहनु पर्यो है। अब रुट अन्डर x a रुट अन्डर x छ, यहाँबाट नि हाम्रो रुट अन्डर x छ। त्यो रुट अन्डर x लाई हामीले कमन लियौं भने के हुन्छ बाहिर निकालौं। रुट अन्डर x यो रुट अन्डर x को ठाउँमा 1 हुने भयो प्लस यहाँको हामीले रुट अन्डर x चाहिँ निकालिसक्यौं भनेपछि यसको ठाउँमा त 1 हुन्छ बाँकी माइनस यहाँ त थिएन तर पनि हामीले लियौं भनेपछि अपनमा राख्नु पर्यो यसरी। यदि गरेपछि ब्यालेन्स हुन गयो किन मल्टिप्लाई गर्दा यही नै आउने हो अल्टिमेटली है। अब यसलाई सल्भ गर्दाखेरि के हुन्छ त भन्दाखेरि यो त अब क्यान्सल गर्दिन मिल्यो। अब a को ठाउँमा a
अपन 1 minus root under 1 minus a by x हुने भयो। वन प्लस सरी मिस्टेक गरेर राखेको रहेछु मैले। अब यसलाई गर्दाखेरि फेरि बोर्ड खाली गरौँ है, बोर्डले डिस्टर्ब गरेर बोर्ड सानो भयो। ओके ल, यति हटाए पुग्छ होला। यसैलाई माथि कपी गरौँ। इज इक्वल टु लिमिट x टेन्स टु इन्फिनिटी थियो, a अपन 1 प्लस रुट अन्डर 1 माइनस a बाई x थियो। ल यो फर्ममा हामी आइपुगेको थियौँ। मुनिको बाँकी लाइन मेटाइदिउँ। अब यो फर्ममा आइपुगेपछि अब हामीले x टेन्स टु इन्फिनिटी भनेपछि x टेन्स टु इन्फिनिटी भनेको छ भनेपछि हामीले x को ठाउँमा इन्फिनिटी राख्न पाइयो। a लाई नै राखौँ, 1 को ठाउँमा 1 प्लस रुट अन्डर 1 माइनस a होल पनि इन्फिनिटी हो। अब यसमा यो भने कति हुन्छ त, a अपन 1 प्लस रुट अन्डर 1 माइनस a अपन इन्फिनिटी b अपन इन्फिनिटी जेसुकैको इन्फिनिटी इन्फिनिटी आयो भने के हुन्छ 0 इज इक्वल टु a अपन 1 प्लस 1 माइनस 0 रुट भनेको 1 भनेको a बाई 2। यति गर्ने, यसको यति गऱ्यो भने 5 मार्क्स सेक्योर्ड है। योभन्दा बढ्ता के पनि गर्न पर्दैन, यति मात्रै गर्ने हो। तर प्लस माइनस यो मल्टिप्लाईहरू गर्ने बेलामा चाहिँ नि मिस्टेक नगरौँ, त्यति गरेन भने हाम्रो 5 मार्क्स सेक्योर्ड हो है। अब यस्तै अर्को क्वेसन रहेको छ हाम्रो 2018 को स्प्रिङमा सोधेको एउटा क्वेसन छ, त्यो एउटा सल्भ गरौँ। अब यो चाहिँ नि 2018 को स्प्रिङमा 2012 को स्प्रिङमा दुईचोटि सोधेको क्वेसन छ। यो पनि इम्पोर्टेन्ट क्वेसन नै छ। यस्तै यस्तै खालको क्वेसन छ, यस्तो गाह्रो केही पनि छैन। यसलाई पनि सल्भ गरौँ ल। 2018 को स्प्रिङमा सोधेको 2012 को स्प्रिङमा सोधेको एउटा क्वेसन छ। यसले चाहिँ के भनेको छ त भन्दाखेरि लिमिट x टेन्स टु a हुन्छ भने रुट अन्डर 2x माइनस रुट अन्डर 3x माइनस a को होल अपन रुट अन्डर x माइनस रुट अन्डर a लाई सल्भ गर भनेको रहेछ। यसमा नि त्यही अघि जे थियो त्यही गरे जस्तै गरिदिने, यसमा नि केही उल्टो नगर्ने। अब फर्स्टको यो माथिको न्युमेरेटरमा जे छ त्यसैले नै तलमाथि नै मल्टिप्लाई गरिदिने भन्नाले कस्तो त यस्तो। मल्टिप्लाइङ एनआर एन्ड डिआर बाई सुरुमा यसले रुट अन्डर 2x प्लस माइनसको ठाउँमा 3x माइनस a गर्दाखेरि के हुन्छ त भन्दाखेरि इज इक्वल टु लिमिट x टेन्स टु a रुट अन्डर 2x माइनस रुट अन्डर 3x माइनस a वन पार्ट रुट अन्डर 2x प्लस यो अर्को पार्ट को होल अपन रुट अन्डर x माइनस रुट अन्डर a एउटा पार्ट। फेरि यसैले तल पनि मल्टिप्लाई गर्न पर्यो। सो 2x प्लस रुट अन्डर 3x माइनस a अर्को पार्ट। अब यसलाई हामीले सल्भ गर्दाखेरि के हुन्छ त भन्दाखेरि माथिकोबाट सुरु गरौँ। इज इक्वल टु मैले लिमिट x टेन्स टु a यो लेख्नै पर्छ, यो लेख्यो। अब यसलाई यो नि a माइनस b a प्लस b को फर्ममा छ। यो भने नि a स्क्वायर माइनस b स्क्वायर रुट 2x को स्क्वायर भनेको 2x मात्रै हुन्छ। म डाइरेक्ट सल्भ गर्दै तपाईहरु चाहिँ x स्टेप बढ्ता गर्दा पनि हुन्छ है। अब माइनस b स्क्वायर भन्छ माइनस नै हुने भयो, b स्क्वायर भनेको रुट 3x माइनस a रुट क्यान्सल बिकज रुट को स्क्वायर भनेको रुट हट्छ, त्यो गर्दाखेरि त्यसरी बुझौँ।
अब यो मुनिपट्टिकोमा चाहिँ हामी यो जस्ताको तस्तै नै लेख्छौँ, के पनि गर्दैनौँ है। सरी मिस्टेक गरेछु मैले। रुट ए रुट एक्स माइनस रुट ए यो सेपरेट पार्ट, यसको अर्को भइहाल्यो फेरि रुट अन्डर 2x प्लस रुट अन्डर 3x माइनस ए। यो त छँदैन यसो होलपनमा। अब यसलाई पनि सल्भ गर्दाखेरि के हुन्छ 2x माइनस 3x प्लस ए को होलपनमा रुट अन्डर x माइनस रुट अन्डर ए 2x प्लस रुट 3x माइनस ए एन जस्ताको जस्तै। यसरी बोर्ड खाली गरिहाल्छु है म। यो मुनिको लाइन जस्ताको तस्तै माथि सारौँ। यो मुनिकोलाई नै खाली गरिदिइहाल्छु है। अब यसलाई सल्भ गर्दाखेरि के हुन्छ त भन्दाखेरि लिमिट एक्स टेन्ड्स टु ए, यो भनेको 2x माइनस 3x भनेको माइनस x हुन्छ भने चाहिँ यसलाई a माइनस x लेख्न पाइयो। अब ओलपन रुट अन्डर x माइनस रुट अन्डर ए माइनस एन जस्ताको जस्तै यति हुने भयो। अब अहिलेको जस्तो अघि हामीले यो पार्टले तलमाथि गऱ्यौँ, अब यसले नै हामी तलमाथि नै गर्छौँ भने चाहिँ के गर्छौँ, मल्टिप्लाइङ एनआर एन्ड डिआर बाई रुट अन्डर एक्स प्लस रुट अन्डर ए। यहाँ माइनस भएर यहाँ प्लस। यो गर्दाखेरि के हुँदो रहेछ त भन्दाखेरि लिमिट एक्स टेन्ड्स टु ए माइनस एक्स रुट एक्स प्लस रुट ए को होलपन। अब यसलाई यसको इफेक्ट के हुन्छ, एक्स माइनस एक्स प्लस चाहिँ मैले यसरी डाइरेक्ट गर्थेँ है। यो भनेको के हुन्छ, एक्स माइनस ए हुन्छ। अनि यो जस्तो त्यस्तै छँदैछ। अब यसलाई सल्भ गर्दाखेरि माइनस कमन लियो भनेदेखि यो र यो क्यान्सल हुन्छ। 2a मा माइनस कमन लियो भनेदेखि यो र यो क्यान्सल गर्न मिल्छ भने यसलाई क्यान्सल गरिदिउँ, यसलाई माइनस कमन लिदिउँ। माइनस रुट एक्स माइनस रुट ए हुन्छ को होलपन रुट अन्डर 2x प्लस रुट अन्डर 3x माइनस ए यस्तो हुने भयो। अब यसमा ए को भ्यालु हाल्दियो भने के हुन्छ त, यहाँ हेरौँ है। यसमा ए को भ्यालु हाल्दियो भनेदेखि माइनस रुट ए माइनस रुट ए हुन्छ अपन रुट 2a प्लस रुट 3a माइनस ए हुन्छ इज इक्वल टू यो भने माइनस 2 रुट ए अपन रुट 2a प्लस रुट 2a हुन्छ। इज इक्वल टू यो भने माइनस 2 रुट ए अपन 2 रुट 2a हुन्छ।